सिलगढी बागडोग्राको जनताहरू यो चाहिँ एयर इन्डियामा चाहिँ नचढ्नु है। हामी यहाँ 3 घण्टा बसेर अहिले यसरी हामीलाई खाली गराउँदैछ। सबैजना यहाँ निस्किँदैछ अहिले। त्यो पनि अगाडि गएर बाजेपछि चाहिँ यिनीहरूले चेन्ज गराउँदैछ हो। अब 5:15 को भन्दैछ। अब 5:15 मा लान्छ कि लाँदैन केही थाहा छैन। बिजोग भइसक्यो। उता पर्खिरहेको छ बागडोग्रामा सबैको परिवारले। सबजना उत्रिसक्यो यहाँ। कोही छैन। एयर इन्डियाले चाहिँ यस्तो गर्दो रहेछ। तपाईँहरू पनि सोची सम्झी एयर इन्डियामा चढ्नु है, एकदमै विचार गरेर। एयर होस्टेसहरूलाई त के दोष दिनु। यहाँ त स्टाफहरू पनि बोल्नुलाई पैसा लाग्ला जतिको गर्छ यिनीहरू। मोदीले बोल्दा हो बरु जवाब दिला हो। यिनीहरूले दिनु मान्दैन। लु अब हामी यहाँ आफ्नो बाटो ताताउँ। यस्तो भिड छ है आजको नजारा चाहिँ हेर्नु। यहाँ भक्कु 4 घण्टा चाहिँ एयर इन्डिया भित्र सरेर हामी निस्केको यहाँ बाहिर। अब कहाँ लाँदैछ तपाईँहरूले विचार गर्नुहोस्। एकदम सोची सम्झी दुःख पाउने काम चाहिँ नगर्नु एयर इन्डियाको टिकट काटेर।